भनेपछि 9 जना ओहो यस्तो राम्रो घिउ छ अलिक हाल्नु न यार धेरै जान्छ त हौ सबै झर जति झार्नु न विनोद ढिँडो पस्किनु सकिरहेको छैन होइन मान्छेले ल अब ढिँडो बनाउँदै हुनुहुन्छ ढिँडो बनाउँदैछ होइन यहाँ हामी ढिँडो खाने हो सन्तोष भाइले चाहिँ नखानु हुने अरे दाइ एकचोटि यो भाडा र तपाईँलाई यो के भन्छ कुकरहरू यो डाडु र कुकर हेरेर कस्तो आइरहेछ भन्नु त कसलाई मनपर्छ ढिँडो सन्तोष भाइले चाहिँ खानुहुन्न होइन मुखै त भयो दाइ भर्खर सुतेर आउनुभएको सुतेर आयो काम गरेर आएको सुत्नु ल पिठो सरर तपाईँले आवेशमा धेरै छिटो आउनुहुन्छ र यहाँ आएर सिक्नु होला यहाँ अब गरेन अलि बिस्तारै गरौँ त डल्लो परिजान्छ नि याद है के भने यार ढिँडो भने डल्लो हुँदैन भाइ बिस्तारै तपाईँले सुरुमा डाडु हाल्दै मलाई डर लाग्छ कि किन सधैँ दुईजना उसिन्छ तपाईँहरू दुईजना जस्तो छ अनुहार हेर्नु त अनुहार जस्तो दाढी एकजना अलिक लाउँछ एकजना अलिक छोड्छ त्यति मात्रै फरक छ पानी खाएर जस्तो लाग्यो उसले झापातिर नाला त त्यही पर्छ होला साँच्ची भन्दा पनि दुईजना भाइले ढिँडो खाँदैन नि फेरि रमेशले पनि खाँदैन र भात त पकाएको छैन नि सबैले ढिँडो खाने आज पानी हप्ते बेचेर त पुग्दैन जस्तो लाग्यो के हो के एकछिन सबै एकछिन बासमा गिलो गिलै छ यो त अलिक बिस्तारै गरौँ 5 छाप्ती भएको चाहिँ अझै पिठो यति बेसी ढेँडो पुग्दैन के भाइ यो पनि हाल्नु वेट विनोदलाई पो आउँछ कि अब ढिँडो बनाउनु त जस्तो लाग्यो अलिकति घिउ छैन त्यहाँ फ्रिजमा ओ घिउ छ त नि अहिले नै हाल्यो भने ठिक हुन्छ होला किन अरे ए भाइ यार कहाँ हो नुन पनि यही हाल्नुपर्छ नत्र कुखुरा पनि यहाँ हाल्यो त्यसपछि पुग्छ हेरे कतिजना हामी 9 जना पसिना आफ्नो पछाडि सरी हाल्नु के भन्छ अरे यसलाई यहाँ भाषामा रागी रागी कहाँ छ रागी ए यहाँ रहेछ यो कोदो मात्रै भएर सहिले बाबा रागी। यस्तो बिग्रिँदै जान्छ कोही भाइ साह्रो छ कि त्यो धेरै नि त किलो होइन भाइ पाक त साह्रो हुन्छ यो पाक्दैछ त्यही यसो तासेले अनि साह्रोदेखि ल है, सन्तोष भाइले पुरै ढिँडो बनाउनु सिकिसकेको छ ओ भाइको मैले बनाएको ढिँडो खाने भयो मलाई चाहिँ आउनुपर्छ ल म पकाउँछु मैले 5 रुपियाँको हेरेर सिकेको हो कि यो अलिक 5 रुपियाँले सिकाउनु भएको थियो अस्ति कहिले एकचोटि भाइ पाउने छैन कि यति ढिँडो हलाउनु सकेन हौ भाइले मकै मिसाइदिनु अब विनोदको ल हेर्नु है विनोदको अब कसले राम्रो गर्दछ ल धेरै साह्रो हुन्छ कि हौ अलि साह्रो गरे पिठो हाल्दै पानी हाल्दै पानी हाल्नु न त यार पानी हाल्नु हुँदैन भइसक्यो भित्र डर ल यो चाहिँ हामीलाई नआएर पशुपाले सिकाउँदैन छैन हामीलाई यहाँ माथि चिप्लेको हो त्यही भएर यहाँ क्यारिम बोर्ड जस्तै भयो खेल्ने 4 जना हेर्ने 15 जना जस्तो मनोरञ्जन मात्रै हामी हेरेर सिक्दैछौँ किन भएकै जस्तो भयो त यता तरकारी नै उम्लिँदैछ लोकल ल तपाईँहरू पनि खाने भए आउनु होला है यहाँ भात पनि पाक्दैछ हामीले नि स्ट्रिङ ल। पक्रेन नि म समात्छु पहिलाको ट्र्याक्टर स्ट्रिङ र पहिलाको त्यो के अलिक घुम्दै रहेछ ट्रकको स्ट्रिङ पक्रेको जस्तो खोइ पासमा पहिलाको त गियर पनि यस्तो 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 गरेर मार्नु पर्ने पुरा होइन अहिले त यस्तो उम्ला चाहिँ फिटिङ हुन्छ नि त गियर पनि पहिला उभिएर अनि ड्राइभरले यस्तो गरी गोड्नु पर्थ्यो उठेर होइन
त्यो एउटा भिडियो बनाएर कि अहिलेको यस्तो पहिलाको यस्तो भन्छ यस्तो गियो त सन्तोष भाइ सन्तोष भाइले सिक्दै हुनुहुन्छ होला त्यहाँ हेरेर अहिले झन् राम्रो भएको छ क्या यो यतै छेउछाउ आउने अब चिनिसक्नु आम्मा दाजु त जहिले कटर लिएर आउनुहुन्छ यार अब त भयो होला ठिकै छ कहिले आँप होइन कहिले के आफसम्म त ठिकै हो कटर चुला निस्किन आँटेको एकछिन है दुईजनाले समाउनु सक्दैन के हो यार खाना खान्छ नि के हो भाइ दाइ त्यो खाना खाएको छैन यही खानुलाई पकाइ खाना खाएको कुरो गरिदिनु दुईजनामा एकजनाको पावर जितिरहेछ भएन है यो अलिक यार यस्तो हो नि त नेपालको हावापानी भर्खर मायाबाट छैन हाम्रो 3 वर्ष होइन होइन जसरी पनि आफू जोगिन त जाने कि हुन्छ है मान्छेहरूलाई गाह्रो छ। बल त हुन्छ फेरि दुइटै हो। नेपालको पानी भनेको छुट्टै हुन्छ क्या झापालेलाई कहाँ सकिन्छ त कुरा गर्न होइन झापालीलाई बोल्न आउँदैन दुईतिरबाट लगाउनु पर्यो झापालीलाई बोल्न आउँदैन भनेको सुन्नु भएको छैन होला होइन तपाईँहरूले हेर्नुहोस् आज पानी पर्छ भनेको चाहिँ मैले अघि पऱ्यो तर अब पर्दैन त्यहाँ हेर्नु त्यहाँ भाइ त्यहाँ सर्दैछ हो यतातिर होइन हात हेर्नु न नसा निस्किने गरे यहाँ यस्तो नसा भुलिरहेको नसो त्यत्तिकै निस्किन्छ नि मेरो नि गाइस त्यत्तिकै निस्किरहेको छ यहाँ गिलास बङ्गिन लागेको फलामको यहाँ दाइ समातेकै छैन भनेर खालि कस्तो खालको यो हो आज चाहिँ ढिँडो निकै मिठै होला जस्तो छ हौ दाइ यो ढिँडो के को बनिन्छ भन्नु त तपाईँ ढिँडो के को बनिन्छ यहाँ त धेरै कुरै हुँदैन नि पिठो र पानीमा त अरू के हुन्छ अरे पिठो र पानी मात्रै हुन्छ अनि यहाँ त कहाँ मर मसला हाल्नै पर्दैन त यो त अन्त भरे मिक्सचरमा अदुवा लसुन खोर्सानी पनि पिसेर हाल्ने क्या भनेर ल अब चाहिँ फाइनल्ली पाक्नै लागिसकेको छ होइन दाइलाई पनि खासै खासै के खासै भरै त जाँदैन भन्न खोजेको मैले मलाई चाहिँ हेर्नु यो अलिकति यो अब यो चाहिँ अब कस्तो भन्ने कि यसलाई पैसा नै छैन मसँग यस्तो तर म मेरो लागि भात पाकेको छु भात नै खाने हो यो चाहिँ खसीको मासु पाकेको खाने हो खसीको मासुसँग कहाँ होइन नि भाइ खसीको मासुसँग त के अरे उसको मन्सुलीको भात खाने भात खाने खानेकुराको नि छुट्टै छुट्टै उयो हुँदो रहेछ कि लुगाको सर्ट र पेन्ट लगाए जस्तै हाफ पेन्ट र भेस्ट लगाए जस्तै होइन अनि माथि सर्ट लगाएर तल अनि कहाँ यस्तो कोटु लगाएर हिँड्नु मिल्छ ढिँडो पस्किनु पनि सकिरहेको छैन होइन मान्छेले अलिक धेरै खानलाई है सानो सानो हाल्नु नि ए थोरै थोरै अलिक थोरै थोरै हाल्नु न यो त हेर्दा नै डर लाग्दो छ अब हामी घिउसँग खाने हो मासु आयो मासु 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 के को लोकल के भयो भोलि बाला एउटा भनेपछि 9 जना पर्छ ओहो या गर्दै भुइँतिर जाला है फेरि च्याप्पै समुद्र हाल्छ अलिक धेरै धेरै खानाले ठुल्ठुलो खानु न हैन यो सानो सानो त्यो हामी खान्छ ठुलो खानु न त्यो सानोमा थप्नु पर्छ मलाई म यही खान्छु ल अब सुरु भयो 9 वटामा हालौँ है तर यो बापले भाइ एक तपाईँलाई गालो तपाईँहरूकै अलिक धेरै जाडोजुङ्गो छ हाम्रो छैन होइन यो साइड साइडमै हुनुहुन्छ के गर्छ सो अब हामी खाएर भेट्नेछौँ त्यहाँ हाम्रो सन्तोष भाइले के गर्दै हुनुहुन्छ भने म तपाईँलाई देखाउँछु होइन यस्तो राम्रो घिउ चाहिँ अलिक हाल्नु न यार धेरै जान्छ त हौ सबै झर जति झार्नु न अब घिउसँग चाहिँ हो क्या खाने भनेको त्यहाँ बाहिर मेरो चाहिँ फेरि छुट्टै उता भात पाक्दैछ कि गाई छुटुक्कै भनेकै तपाईँहरूलाई
हामी ढिलो ढिलो जान्छौँ कि त्यही भएर भन्न खोजेको होइन म घिउ तताउन आएको भात पनि पाक्छ कि त्यतिखेर त्यो घिउ चाहिँ ढिँडो चाहिँ त्यो दाँत नभएको मान्छेले अलिक मजाले खाने हो होइन भाइ आज तपाईँ त टुरिस्ट हो नि भोलि त घर जाने हो नि सबै चाहिँ घर जाँदै हुनुहुन्छ भोलि होइन जति तताइहरू सबै खाइदिनुहुन्छ गाइजहरूले आज ल्याइदिनु मात्रै हो चम्चाले हाल्नुपर्छ यसले त हुनु त ठिकै छ एक चम्चा हाल्नु। जेन्स भाइको चम्चा यो खाना खाने चम्चा भाइको ल। पक्लिँदैन नि होइन पहिला ट्राई गर्नु पर्यो नि त बुहारी मान्छे भएपछि सबै कुरा पहिला ट्राई गर्नुपर्छ पहिला यो पक्लिन्छ कि पक्लिँदैन भएर पाउँदा अगाडि यो लगेर ट्याक्क पक्लियो भने बेजत हुन्छ त्यहाँ सिकिराख्नु है गाइज मसँग केही कुरा ल अब चाहिँ हामी खाना खाएर भेट्नेछौँ ढिँडो त खानु पऱ्यो नि त अलिकति त ट्राई गर्ने हो गर्ने यो फेरि यामदाखेरि सब्जी पकाइदियो त्यो पकाइसकेर पोखिने बानी छैन नि यसको भाइ यहाँ चाहिँ तपाईँले चिसो हाल्नुपर्छ ओ मार्छ होला हौ यस्तो गरिहाल्यो ल हामी चाहिँ खाना नि खाइसक्यो ढिँडो खाइसक्यो होइन टक्कसँगले अब चाहिँ सुत्नुपर्ने हुन्छ खाना खाइसक्यो अनि सो अब हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ सबैजनालाई बाई बाई